अगाडि यो चाहिँ ऐसेल है अगाडि गरौँ है ल होइन कति राम्रो ऐसेल चाहिँ त आमा हाम्रो बसेरी गाउँको उकालोमा ऐसेल फैले हामी चाहिँ बाटोमा छु ल देखाउ त ऐसेलको पात क्या पायो है मिठो छ है लामो लामो भएपछि यति उताको चाहिँ राम्रो तर नजिकै यही बाटैबाट हामीले हातले टिपेर खानु धेरै टाढै जानु पर्दैन मिठो छ है बाबालाई भयो नभए लाग्नु है ओके के हो सोध्यो भने अर्काको ऐसेल चोरिदिने सोध्दैन मेरो घर उतल देखेन ऊ मेरो बारीको ऐसेल चोरिदिने यार सोध्नु पर्छ नि त कमसेकम रोपिया हो कि होइन हत्तेरिका ऐसेल चोरेर केही राखेन बाटोकैमा चाहिँ नरोप्नु छ है मान्छेले ऐसेल टाढो खोला नालातिर जङ्गलतिर रोप्नु पर्ने चाहिँ बाटोमा रोप्यो भने चाहिँ ऐसेल यस्तो हुँदो रहेछ है पब्लिक आएर यसरी टिपिरहेको छ ल ऐसेल छ है हाम्रो यहाँनिर ऐसेलको एकदम पाकेको छ ऐसेल मिठो मिठो पाकेको तर के हो आफूले खानु पाइँदैन अरू आएर टिपेर खान्छ यसरी हो कप कप ल धन्यवाद ल तपाईँ माफी है माफी ल माफ दियो ओ माई बाटो चाहिँ यस्तो छ है गाइस बाटो चाहिँ भन्नै पर्दैन नि ओ माई गड जो राइड गर्नु चाहनुहुन्छ कन्ट्याक्ट राख्नु है बाटोमा है एक नम्बरमा 150 को पल्सर चाहिँ तान्नु गाह्रो छ है बाटोमा बाटो डेन्जर साथीहरू यस्तै छ गाउँघरको पारा यहाँबाट झऱ्यो भने तल स्विमिङ सेट हुन्छ है सिधै खोलामा साथीहरू सिधै खोलामा अब अस्ति चाहिँ राम्रै थियो बाटो अस्तिको बाढीले अब पहिरोहरू गएर चाहिँ अहिले यस्तो हालत बनाइदियो सब बिगारेछ बाटो सब बिगारेर अब केटा हामी यहाँको अलिक केटाहरूले यतिको दिन बनाएर छ अहिले चाहिँ म लगभग पछाडि आयो यो बाटो यति त्यसको चाहिँ पुरा अनब्यालेन्स पुरै ओहो यो चाहिँ हाम्रो बाटो घर जाने बाटो हामी चोकमा छौँ योभन्दा माथि चाहिँ हामी अन्तिम इच्छा जाने बाटो है बाटो मोसन घाट बाटो यो माथि हो यो चाहिँ मोसन घाट जाने होइन यमुना चाहिँ बोलाएपछि त्यहीँ जाने हो यो बाटो हेर्नु है गाइज वान ट्र्याक बाटो साइक्लिङ बाटो खासमा यो राम्रो है गाइज बिस्तारै हामी कुना हिँड्नु होला है हुन्छ कुनै हिँड्नु हेर्नु बाटो कस्तो छ होइन यहाँ चाहिँ यस्तो छ कि गाइस यहाँ हेर्नु त यस्तो छ कि यहाँ चाहिँ हेर्नु नि यहाँ यस्तो छ नि है म तपाईँहरूले देखाउनु यो भन्दा के देखाउनु यो भन्दा यस्तो ठाउँमा चाहिँ आउनु के भ्लग गर्नुलाई भ्लग गर्न यस्तो ठाउँमा आउनु पर्दैन टुरिस्ट अब यहाँ अलिकति दायाँ भने नि सिधै तल पनि देखाइदियो त कहाँ पुग्छ यो त अलिकति केही हुने यो त नजिक पर देखिन्छ अहिले हामीले कुनै बरु भनेको ट्र्याकै यस्तो ठाउँमा बनाइदियो भयो यहाँ हामीले फाइनली आफ्नो डेस्टिनेसनमा आइपुग्यो हामी पुग्यो बाजे घर आइपुग्यो त्यो घर आइपुग्यो ल ओहो
होइन हजुर आमा के गर्दैछ हौ ल मुसोबाट आइपुग्यो हेलो पासुङ ओ पासाङ औ के गर्दैछ पासुङ अङ्क होइन होला गगन के गर्दैछ तिमीहरू